वेलकम ब्याक टु माई नारायण जोशी भ्लग। म लगायत तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ जस्तो लाग्छ र आज पनि फेरि पनि म चाहिँ देखाउने छु। आज चाहिँ रोपाइ कार्यक्रम भएको छ गाइस, हेर्नुहोस् आज यस्तो भएको रहेको छ। म अब जानेछु, तपाईँलाई देखाउने छु। रोपाइ कार्यक्रम हुँदैछ हाम्रो, देखाउने छु। तपाईँले हेरेर प्रतिक्रिया दिनु होला र माया दिनु होला गाइस, त्यही नै हो। ल र गाइस म जाँदैछु उतातिर। आज चाहिँ के छ दिदी, आज रोप्ने हो कि नै? आज रोपाइ हुँदैछ गाइस। म चाहिँ जाँदैछु। 1000 भइरहेको छ गाइस। यहाँ पाइपहरू पनि छ, पाइपहरू यता पानी ल्याउँदै हो गाइस। हामी चाहिँ यहाँ अरूले पनि रोपिरहेको छन् उतातिर साइडमा रोप्दैछन्। म पनि अब जानेछु, रोप्न जाँदैछु म पनि गाइस। त्यही नै हो, अब देखाउने छु। अलि पछितिर म देखाउने छु। त्यही उतातिर गाडी रहेको छ, गाडी पनि लिएर आउनुभएको छ। उता भेना र पुसाइ हुनुहुन्छ उतातिर गाइस, त्यही नै हो। ल यसैमा अब चाहिँ यहाँ चाहिँ अब जोत्ने हो फेरि पनि गाइस। गर्मी धेरै भएको छ गाइजहरू, गर्मीले मार्ने भयो गर्मीले चाहिँ गाइस। अब चाहिँ एकछिनमा चाहिँ जाने हो, देखाउँछु मैले चाहिँ, हेरिदिनु होला तपाईँहरूले। गाइजहरू यतातिर चाहिँ हो, उतातिर पनि चलाइरहेछन् गाडी। अनि सर उतातिर पनि रोपाइ भइरहेछ, त्यहाँ बिउहरू लगाइराख्नु भएको छ त्यतातिर गाइस। हेर्न चाहनुहुन्छ तपाईँहरूले गाइस, त्यही नै हो गाइस। गर्मी धेरै छ कोलपुरमा, गर्मी चाहिँ धेरै रहेको छ। 36 डिग्री सेल्सियस जति बढ्यो होला सायद गाइस। पसिना पनि कति आउँछ भने चाहिँ पसिनाले चाहिँ मार्ने भयो गाइस, गर्मी आयो बुखार चाहिँ गाइस। अब चाहिँ पानी हाल्दै हो, जग्गामा चाहिँ पानी हाल्दै हो। पानी हालिसकेपछि चाहिँ अब रोपाइ हुन्छ, देखाउँछु, हेरिरहनु होला तपाईँहरूले। मैले अब ट्र्याक्टरमा चाहिँ ट्र्याक्टर समातेर, त्यो ट्र्याक्टर चाहिँ समातेर चाहिँ मैले जोत्ने छु अहिले, देखाउँछु तपाईँहरूलाई गाइस, हेर्नु होला। ल यहाँ चाहिँ पानी परिरहेको छ। हेलो दिदी, तपाईँले के समात्नु भएको छ? यो धानको बिउ हो। आज पानी पनि परिरहेको छ, तपाईँलाई कस्तो लागिरहेछ आज पानी परेर? हजुर, खेताला चाहिँ त्यतातिर रहेको छन्। ल ल ल ल र लगायत हामी चाहिँ अब रोप्दै हो। यतातिर चाहिँ रोपिसक्नु भएको छ, उतातिर दिदीहरू सबैजना हुन्छ, यतातिर रोप्दै हुन्छ सबैजनाले। रोप्ने स्टाइल चाहिँ एकदम मलाई चाहिँ एकदम गुड लागिरहेको छ है। त्यही नै हो, यहाँ चाहिँ रोप्दै हुन्छ उहाँहरूले। हेलो हेलो गाइज, आज चाहिँ हाम्रो रोपाइ हुँदैछ। यो घरि त रोपिसक्यौँ। अब हाम्रो यी खेतालाहरू हुन्, यिनीहरूलाई रोप्न लगाएको। कस्तो भइरहेछ रोपाइ? घरबेटीदेखि चित्त बुझायो किन? कस्तो रोप्ने हो? अलिअलि यता यता आज हाम्रो दिदी हुनुहुन्छ, जेठी उहाँहरू चाहिँ देउरा जेठान भइसक्छ। उहाँ चाहिँ भाउजू, उहाँ चाहिँ साथी, उहाँ चाहिँ हामी काइला दिदा, काइला दिदी उहाँ आन्टी हुनुहुन्छ। फुपू यता हेर्नु, बुलाकी फुपू हुनुहुन्छ, बुलाकी। त्यो चाहिँ छोरो झम्के बुलाके लानु भयो। रोपाइ चाहिँ यस्तो भइरहेछ गाइस, हेर्नुहोस्।
आज चाहिँ हामीले 10 कट्टा खेत रोपेर भ्याइसक्यौँ अब थोरै छ बाँकी उता को छ त अलि पर गयो बाई बाई हेलो ओला हेलो 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 ओला हेलो हेलो आज चाहिँ अब यति नै हो भेना कस्तो लाग्यो आज चाहिँ हाम्रो रोपाइमा म त भिडियो खिच्दिनँ कि आयु गर्छ भने होइन फेरि ल अनि भेना आज कस्तो भयो हाम्रो जेठा भेना के हुनु यस्तै छ परिस्थिति यहाँ बिहाल छ बिहाल भयो आज ए ल ठिक छ म चाहिँ अब चाहिँ मेरो भ्लग चाहिँ यहीमै इन्ड हुनेछ म चाहिँ अब देखाउँछु हाम्रो पनि चाहिँ आज रोपाइ कार्यक्रम भएर धेरै थाकियो आज रोपाइ गरेर चाहिँ धेरै थाकियो काम पनि भयो म एसाइनमेन्ट गर्छु एकछिन म दिजु र भाउसँग चाहिँ हाम्रो माया भाउजू हुनुहुन्छ उहाँसँग कुरा गर्छु एकछिन है यतातिर हेलो भाउजू आज कस्तो लाग्यो आज रोपाइमा भाउजू त लजाउनु हुन्छ गर्दै गर्दै संख्या घटेर लास्टमा चाहिँ हामी दुईटी मात्र बाँच्छौँ गाइजहरू यति नै हो भयो आजको दिन भ्याइयो पनि सबै आनन्द भयो अनि यो भ्लगलाई चाहिँ के भन्न चाहनुहुन्छ लास्टमा शेयर सब्सक्राइब बेल आइकन अनि सबै हेरेर माया गरिदिनु होला लगाइ त्यही नै हो माया छ अब यो नै समाप्त हुनेछ उपहारकै साथमा रहनेछु म माया दिनु होला लगाइस